नमस्ते। आजको भिडियोमा हामी पिसाबको नलीमा अथवा मृगौलामा हुने पत्थरीका बारेमा 5 जस्ता तथ्यहरूको बारेमा छलफल गर्नेछु जुन तपाईलाई थाहा नभएको हुन सक्छ। मृगौलामा विभिन्न प्रकारका पत्थरी, विभिन्न साइजका पत्थरीहरू आउन सक्दछन्। कोही साना हुन्छन्, कोही धेरै ठुला हुन्छन्। तर सानोमा चाहिँ लक्षण कम आउने र धेरै ठुलो भन्दा लक्षण धेरै आउने भन्ने हुँदैन। एउटा 5 mm को पत्थरीले पिसाबको नलीमा गएर अड्केमा अत्याधिक दुखाइ हुने र किडनी सुन्निएर बिगार्न पनि सक्दछ। तर एउटा 4-5 सेन्टिमिटरको स्टोनले अथवा ढुङ्गाले भएको तपाईलाई महसुस पनि नहुन सक्दछ। नम्बर 2, अहिले मृगौलाको पत्थरी भनेको हामी युरोलोजिस्टले हेर्ने एउटा सबैभन्दा कमन बिमारीमा पर्दछ। तर यो बिमारी आजको होइन, मानव जातिले भोगेको यो सम्भवतः सबैभन्दा पुरानो बिमारी हुन सक्दछ। यसको साइन्टिफिक आधार भनेको इजिप्टमा रहेको मानव अवशेषहरूमा 7000 वर्ष पहिलाकोमा हामीले पत्थरीको अवशेषहरू भेटेका छौँ। नम्बर 3, दुखाइको कुरा गर्दाखेरि यो दुखाइ साह्रै नै दुख्दछ। यति धेरै दुख्छ कि यो मानिसले फेस गरेको दुखाइ मध्येमा दोस्रो नम्बरमा पर्दछ। यो दुखाइ गर्भवती महिलाले महसुस गरेको लेबर पेन भन्दा पनि धेरै दुखाइ हुँदछ। जसलाई किडनी स्टोन भएको छ उहाँमध्ये कसैले यो कुराको जानकारी होला। नम्बर 4, किडनीमा भएका विभिन्न पत्थरीहरूमा औषधिले फुटाउन गलाउन सक्दैन। तर युरिक एसिड स्टोन यस्तो छ जसलाई औषधिले बिस्तारै क्रमिक रूपमा गलाउन सक्दछ। र अन्तिम नम्बर 5, यो पिसाबको नलीमा हुने पत्थरीले गर्दाखेरि तपाईलाई पुरुषहरूलाई अण्डकोश अथवा स्क्रोटममा दुखाइ हुन सक्दछ। त्यसकारण टेस्टिस अथवा अण्डकोशमा दुखाइ भएमा तपाईलाई पत्थरी त भएको छैन, यो कुराको ख्याल गर्नुहोला। हवस् त, आजलाई यति नै। नमस्ते।